हेर्दै खम खम लाग्ने एकदम इजी चिकन चिल्ली रेसिपी। सो फर्स्टमा चिकन म्यारिनेट गरौँ। त्यसको लागि जिन्जर गार्लिक पेस्ट, मरिच, रेड चिली पाउडर अनि एउटा अन्डा अनि थोरै भिनेगर हालेर मजाले मिक्स गरिदिनु। अब यसमा 2 चम्चा कर्नस्टार्च, 1 चम्चा मैदा, तेल, स्वाद अनुसार नुन राखेर चिकनलाई राम्रोसँग म्यारिनेट गरौँ र यसलाई चाहिँ 30 to 40 मिनट्स रेस्ट गर्न दिउँ। ससको मिक्सचरको लागि टोमेटो सस, चिली सस, सोया सस र चिली फ्लेक्स राखेर मजाले मिक्स गरिदिउँ। मिडियम फ्लेममा तेल तताएर चिकनलाई एउटा एउटा गर्दै राख्न साथ स्टर नगर्नु होला। चिकन रेडी भइसकेपछि अब एउटा प्यानमा तेल तताएर जिन्जर गार्लिक, चिल्लीज र स्प्रिङ अनियन्स राखेर मजाले चलाउने। अब त्यसमा अनियन्स र क्याप्सिकम राखेर पनि मजाले टस गरिदिनु 1 to 2 मिनटसम्म। अब स्वाद अनुसार नुन, मरिच, अघि बनाएको सस र मिक्सर एड गरेर लो हिटमा एकछिन चलाइ पकाउने। टेस्ट ब्यालेन्सको लागि चिनी र अघि हामीले रेडी पारेको चिकनलाई राखेर मजाले मिक्स गरिदिनुहोस्। तपाईको चिकन चिल्ली रेडी भएको छ। थ्यांक यू फर वाचिङ। घरमा ट्राई गर्नु होला।